मानेन पहिला అంతే అంతే इज्जत गर नत्र भेटलास फेरि इज्जत गर नत्र भेटलास फेरि भेट्यो भने सिधै ठोक दिन्छु नत्र इज्जत गर्न सिक बापा मेरो भाइ ग्याङ्स्टर अलवेज लभ्स यार मेरो दुईजना हिराहरू पूर्वका हिराहरू मेरो अलवेज लभ्स मेरो त्यो ऱ्याप हानिदिनु न कान्छी कता हिँडेको कहाँ पर्यो लफ त्यो खतरा यता सुन यो तिमीहरूले ब्यालेन्स अङ्कल भन्यौ अनि हर्क सम्पर्क भन्यौ के भन्यौ नि त तिमीहरूले मैले हो त्यो भिडियो देखिरहेको थिएँ मैले ठिक छ ओके जहिले पनि आफ्नो दोस्ती चाहिँ जहिले कायम गरेर राख्नु है मर्दा पर्दा चाहिने भनेको दोस्त मात्रै हो पर्ने बेलामा चाहिने आउने भनेको मान्छे आफ्ना साथी मात्रै हुन् तिमीहरूको दोस्ती खतरा छ मलाई थाहा छ आफ्नो दोस्ती बनाइराख्नु जहिले पनि झगडा नगर्नु भोलिको दिनमा केटीको चक्करमा यताउतिको चक्करमा के खाने कुराहरूको चक्करमा यताउतिको त्यस्तो कुरामा नलाग्नु कहिले पनि बुझेनौ त्यो झगडा गर्ने होइन आफ्नो साथी बिचमा होइन हुँदैन खासै झगडा हुँदैन हामी क्लोज फ्रेन्ड हो नि त केही हुँदैन ठिक छ माया छ मेरो भाइ लभ यु है लभ यु आशिक थ्याङ्क यू सो मच यार मेरो भाइहरू आशिक र धीरज सुध अनुष्काको फोन आउँछ होला सपना आउँछ होला सुत्दा हुन्छ ल ओके मेरो भाइ लभ यु